सम्पूर्णमा नमस्कार। यदि तपाईको पेट राम्रोसँग सफा भएको छैन यानी कब्जियतको समस्या छ वा पेट एकदमै भारी जस्तो महसुस हुन्छ भने यो भिडियो तपाईको लागि। यो भिडियो अन्तिमसम्म हेर्नु होला। यो भिडियो अन्तर्गत रहेर म तपाईलाई अनुसन्धानले सिफारिस गरेको सबैभन्दा महत्त्वपूर्ण 3 वटा खानेकुराको बारेमा जानकारी दिन्छु, जसको सेवन तपाई सबैभन्दा महत्त्वपूर्ण यसको सेवन गर्ने तरिका हो, यानी कि कति मात्रामा कति बेला कुन खानेकुरा सेवन गर्ने। साथीहरु अन्तिमसम्म यो भिडियो हेर्नुभयो भने सबै जानकारी प्राप्त हुन्छ। साथीहरु हाम्रो पेटलाई सफा गर्ने अनुसन्धानले सिफारिस गरेको सबैभन्दा महत्त्वपूर्ण जुन 3 वटा खानेकुरा छ त्यसमध्ये पहिलो नम्बरमा रहेको छ किवीको सेवन। साथीहरु किवी सुन्दा तपाईलाई सामान्य लाग्ला, तर यसमा सबैभन्दा बढी अनुसन्धान भएको छ। यसमा प्रशस्त मात्रामा फाइबर रहेको हुन्छ। जब हामी यसलाई सेवन गर्छौं, सेवन गरिसकेपछि यो हाम्रो दिशाको जुन मात्रा छ त्यसलाई बढाउन मद्दत पुर्याउँछ, त्यसलाई नरम बनाउँछ, त्यसलाई सफ्ट बनाउँछ र इजिली हाम्रो शरीरबाट बाहिर निकाल्न हामीले मद्दत पुर्याउने कार्य गर्छ। अब यसको खाने तरिका भिडियोको लास्टमा म तपाईलाई बताउने छु। दोस्रो नम्बरमा रहेको छ इसबगोलको पाउडर। साथीहरु इसबगोलको जुन यो पाउडर छ यसमा पनि अत्यधिक मात्रामा अनुसन्धान भएको छ र सबै अनुसन्धानले यसलाई पेट सफा गर्नको लागि सिफारिस गरेको छ। यसमा पनि प्रशस्त मात्रामा फाइबर रहेको हुन्छ। जब हामी सेवन गर्छौं यो पेटमा जान्छ, पेटमा गइसकेपछि यो पानीलाई सोच्ने कार्य गर्छ। सोचिसकेपछि यसले दिशालाई नरम बनाउँछ, दिशाको जुन मात्रा छ त्यसलाई बढाउँछ, जुन हाम्रो आन्द्राको मुभमेन्ट छ त्यसलाई सजिलो बनाउन हामीले मद्दत पुर्याउँछ, जसको फलस्वरूप दिशा नरम भएर हाम्रो शरीरबाट बाहिर जाने गर्छ र हाम्रो पेट पूर्ण रूपमा सफा हुने गर्छ। अब यसको पनि खाने तरिका भिडियोको लास्टमा म यहाँलाई जानकारी गराउने छु। तेस्रो नम्बरमा रहेको छ दहीको सेवन। दहीलाई पनि अनुसन्धानकर्ताले सबभन्दा बढी सिफारिस गरेका छन्। यदि निश्चित मात्रामा नियमित रूपमा हामी दहीको सेवन गर्ने भने यसमा रहेका जुन गुड ब्याक्टेरियाहरू छन् ती ब्याक्टेरियाहरूले हाम्रो आन्द्राभित्र रहेका जुन ब्याक्टेरिया छन् त्यसको संख्यालाई बढाउन हामीले मद्दत पुर्याउँछन्। जब हाम्रो आन्द्रामा रहेका गुड ब्याक्टेरियाको संख्या बढ्छ त्यति बेला हाम्रो आन्द्राको जुन फंक्सन छ त्यो राम्रो हुने गर्छ, जसको फलस्वरूप आन्द्राभित्र दिशा सड्न पाउँदैन, सुक्न पाउँदैन र ती सबै दिशा हाम्रो शरीरबाट बाहिर जाने गर्छ। अत्यधिक मात्रामा ग्यास बन्ने, खाना राम्रोसँग पाचन नहुने जस्ता समस्यालाई पनि यसले समाधान गर्न हामीले मद्दत पुर्याउने कार्य गर्छ। त्यसकारण साथीहरु यसलाई पनि अनुसन्धानकर्ताले सबभन्दा बढी सिफारिस गरेका छन्। अब यसको सबैभन्दा महत्त्वपूर्ण भाग यसको सेवन गर्ने तरिका हो। यो राम्रोसँग बुझ्नु होला। साथीहरु सबभन्दा पहिले बिहान उठ्ने बित्तिकै 2 वटा किवीलाई लिनु होला, त्यसको बाहिरको बोक्रालाई फाल्नु होला, सानो सानो पिस गराउनु होला र यसलाई खाली पेटमा सेवन गर्नु होला। दिउँसोको समयमा 1 कटोरा दही नास्ताको रूपमा सेवन गर्नु होला। अब राति सुत्ने बेलामा 1 गिलास पानी लिनु होला, त्यो 1 गिलास पानी भित्र 1 चम्चा इसबगोलको पाउडर मिसाइदिनु होला, केही समयको लागि छोड्दिनु होला र यसलाई पिएर सुत्ने गर्नु होला। साथीहरु एउटा कुरा ख्याल गरिराख्नु होला, यो 3 वटा उपाय अपनाउँदा प्रशस्त मात्रामा पानीको सेवन गर्नु होला। यदि पानीको मात्रा कम भयो भने यसले त्यति राम्रो फाइदा तपाईले नपुर्याउन सक्छ। हुन त साथीहरु यो 3 वटा खानेकुरा अत्यन्त सुरक्षित छ, तर यसलाई यदि तपाई गर्भवती महिलालाई दिन चाहनुहुन्छ वा कुनै पनि गम्भीर बिमारीबाट पीडित भएको व्यक्तिलाई दिन चाहनुहुन्छ वा सानो बच्चालाई दिन चाहनुहुन्छ भने त्यस्तो अवस्थामा एक पटक आफ्नो डाक्टरको सल्लाह अवश्य लिनु होला, त्यसपछि मात्र दिनु होला। यो उपाय लगातार तपाई 10 दिनसम्म गर्नु होला। 10 दिन पछाडी यसको सेवनलाई बन्द गरिदिनु होला। 10 दिनमै यसले तपाईको पेटलाई राम्रोसँग सफा गर्न धेरै हदसम्म मद्दत पुर्याउने कार्य गर्छ।